आजभोलि त जमाना पनि चेन्ज भइसक्यो कि साथीहरू। पहिला पहिला त होइन छोरीछोरीलाई के टिफिन पठाउने होला, आज के पकाएर पठाइदिने होला टिफिनमा भन्ने हुन्थ्यो। तर अहिले चाहिँ के भएको छ थाहा छ साथीहरू, आजभोलि चाहिँ अब बुढालाई स्कुलबाट आउने टाइममा के चाहिँ खाजा खुवाउने होला, के हेल्दी खाजा खुवाउने होला भन्ने हुँदो रहेछ क्या। मेरो बुढाको चाहिँ ठ्याक्कै यहाँबाट 5-10 मिनटको दुरीमा चाहिँ स्कुल छ, अनि टिफिन टाइममा चाहिँ घरै आउनुहुन्छ सधैँ। अनि घर आएपछि केही न केही नयाँ बनाएर खाऊँ भन्ने हुन्छ क्या। अनि आज चाहिँ मैले चाहिँ केही देखिनँ के बनाउने, केही जाँगर पनि चढेन। त्यही भएर मैले चाहिँ आज सुजी पकाएर खुवाउने विचार गरेँ। त्यसपछि सुजीलाई पराक पुरुक पारेर भुटेर रातो रातो हुने बेलासम्म पकाएँ। त्यसपछि पानी उमालेर राखेको पानी थियो, पानीमा चाहिँ मैले ल्वाङचुङ मिल्कको धुलो र चिनी हालेर पकाएको थिएँ। त्यो पानीलाई चाहिँ रातो भइसकेको त्यो सुजी भुटेर रातो भइसकेकोमा खम्लाङ खनाइदिएँ साथीहरू। त्यसपछि यसलाई पाक्नलाई एकछिन छोडिदिएँ। त्यसपछि त हेर्नु त यो त ठ्याक्कै यो लिटो पकाएको जस्तै भयो साथीहरू। यस्तै यस्तै गिलो बनाएर राखिदिन्छु, अहिले एकछिनमा सारिन्छ भनेर चाहिँ मैले यत्तिकैमा चाहिँ बन्द गरिदिएँ। एकछिन चलाएर अनि बन्द गरेर छोडिदिएँ यसलाई चाहिँ। एउटा काँक्रो चाहिँ यत्तिकै बचिराखेको थियो कि, अनि त्यसको लागि पनि चटनी पिसेँ, रातो चटनी, नुन खुर्सानी लसुन मात्र हालेर पिसेँ क्या मैले चाहिँ। अनि चटनी पिसेर सकेर चाहिँ बुढा कति बेला आउनुहोला भनेर चाहिँ बाटो हेर्दै बसेँ म चाहिँ। नआएपछि फेरि बाटोको डिलमै गएर कुर्न थालेँ कि, अनि हेर्दा हेर्दै बुढा पनि टपलक्क आइपुग्नु भयो। आफ्नै धुनमा आउनुहुन्छ कि बुढा चाहिँ, दायाँ बायाँ हेर्नु पनि छैन, केही पनि छैन होइन, आफ्नै सुरमा आइरहनु भएको छ। त्यसपछि यस्तरी पनि को हेर्छ कि, दायाँ बायाँ हेर्दै नहेरिकन माथि आएपछि मैले अनि बोलाएपछि बल्ल हेरेर हाँस्न लाग्नुभयो भिडियो। आज त उल्टै खाजा बोकेर आउनु भएको रहेछ, रोटी र अचार बनाउनु भएको रहेछ तल पसलमा, त्यही बोकेर आइदिनु भएछ मलाई चाहिँ। बुढा आएपछि मैले चाहिँ खाना दिएँ, बुढाले चाहिँ मिठो छ भन्दै ल खतरा बनाएछौ भन्दै कि अझ तारिफ गर्दै खानातिर लाग्नुभयो। त्यो चटनी चाहिँ यस्तो पिरो थियो कि साथीहरू होइन, पिरो भएर चाहिँ बिचरा बुढाको चाहिँ पुरै पसिना आउन थाल्यो कि, पिरोले पुरै पसिना आएको थियो मुखभरि। त्यसपछि खाएर चाहिँ अनि तिम्रो पनि खिचिदिन्छु ल्याऊ भनेर अनि मेरो पनि खिचिदिनु भयो। म चाहिँ बुढाले ल्याइदिएको खाजा खानातिर लागेँ। त्यसपछि चाहिँ खाजा साजा खाएर बुढा चाहिँ जानुभयो। त्यसपछि